अनलाइन कोचिङमा अफर चलेको छ, न्यू प्रोग्रामहरू लन्च गरेको छु भनेर तपाईँहरूलाई एट्र्याक्ट गराउने मान्छेहरू धेरै हुनुहुन्छ। बी केयरफुल फर दिस है। तपाईँहरूले पहिला चाहिँ यो कुरा बुझ्नुहोस्। हो मान्छु, अनलाइन कोचिङहरू वर्क गर्छ, तर कस्तो खालको टाइपको मान्छेहरूलाई वर्क गर्छ त? जसलाई चाहिँ बेसिक कुराहरूको नलेज हुन्छ, बेसिक पोस्चरहरूको बारेमा नलेज हुन्छ, जसले चाहिँ त्यो बेसिक पोस्चरहरूलाई चाहिँ मास्टर गरिसकेको हुन्छ, हो उनीहरूको लागि चाहिँ यो अनलाइन कोचिङहरू वर्क गर्छ, तर नट फर बिगिनर्स। बिगिनर्सहरूलाई चाहिँ किन गर्दैन त? किन भन्नुहुन्छ भने फर इक्जाम्पल कुनै पनि एउटा मान्छे कम्प्लिटली बिगिनर छ, जसलाई चाहिँ बेसिक पोस्चरहरूको बारेमा पनि थाहा छैन, जसलाई चाहिँ डम्बल नै कसरी होल्ड गर्ने भनेर थाहा छैन। सो त्यस्तो मान्छेहरूलाई चाहिँ अनलाइनबाट पर्फेक्ट गर्नमा एकदमै डिफिकल्ट हुन्छ। सो यो चाहिँ मैले भोगेको एक्सपिरियन्सहरू पनि हो। सो बेसिक कुरा एटलिस्ट थाहा हुनुपर्छ। मेरो एक्सपिरियन्सले चाहिँ त्यही भन्छ। एउटा कुरा चाहिँ के बुझ्नुहोस् भने रङ फर्म मिन्स इन्जुरी, नट अ रिजल्ट। मलाई चाहिँ के लाग्छ भने बिगिनर्सहरूलाई डिस्काउन्ट भन्दा पनि डाइरेक्सनको एकदमै जरुरी हुन्छ। सो त्यही भएर डिस्काउन्ट भन्दा पनि डाइरेक्सनतिर चाहिँ ध्यान दिनुपर्छ होला जस्तो लाग्छ। धन्यवाद।